कारागारबाट भागेका अथवा भगाइएका कैदीबन्दीहरू कारागार नफर्काउँदा के हुन्छ र फर्काउने तरिका के हुन्छ? अदालतका मिसिलहरू समेत नष्ट भएको फाइलहरू डढेको अवस्थामा उनीहरूलाई के आधारले कारागार चलान गर्न सकिन्छ? यो विषयमा हामी एकैछिनमा आउँला। यो कार्यक्रम तयार गर्दै गर्दा कारागारबाट भागेका अथवा भगाइएका र आज आत्मसमर्पण गरेका मानिसहरू, कैदीबन्दी र थुनुवाको विषयमा कार्यक्रम प्रसारण गर्ने तयारी गर्दै गर्दा पोखराका पत्रकार अर्जुन गिरी, जो सहकारी अपचलन मुद्दामा पूर्वपक्षका लागि थुनामा छन्, जिल्ला कारागारमा उनी रहेका थिए र 24 गते बेलुका उनी पनि कारागारबाट निस्केका थिए। उनी सम्पर्कमा आएका छन् र हाम्रो सम्पर्कमा आएर उनले आफू नियमित रूपमा प्रहरी प्रशासनको र कारागार प्रशासनको सम्पर्कमा रहेको र आफू प्रशासन र प्रहरी प्रशासनकै समन्वयमा कारागार चलान हुने र आफूले कानुनलाई मान्ने, कानुनलाई सम्मान गर्ने कुरा बताएका छन्। खास गरी सामान्य मुद्दा भन्दा जघन्य अपराधमा संलग्न थुनुवा र कैदीबन्दीहरू जो आजीवन कारावार अथवा जन्मकैदको फैसला भएका कैदीबन्दीहरू छन्, उनीहरू बाहिर निस्किँदाखेरि एकातर्फ पीडित असुरक्षित छन् भने अर्कोतर्फ समाजले समेत असुरक्षित महसुस गरिरहेको छ। यो त एउटा असुरक्षाको महसुस गर्ने पाटो भयो, तर कारागार ध्वस्त बनाइयो, अदालत ध्वस्त बनाइयो, प्रहरी कार्यालय समेत ध्वस्त बनाइयो। कारागार राख्ने प्रमाणहरू तिनै कार्यालयहरूमा हुन्छन्, तर अब कारागार राख्ने पाटो के हो र कसरी थुनुवा र कैदीबन्दीलाई अब कारागारमा राखिन्छ? कुन प्रमाणको आधारमा राखिन्छ कि कुनै प्रमाणै हुँदैन? कुन कैदीलाई कति राख्ने हो, कुन थुनुवालाई कति राख्ने हो, कहिलेसम्म राख्ने हो भन्ने कुराको मेसोमिलै हुँदैन र सबैले माफी पाउने र यो हुलमुलमा सबैले सजाय भोग्नु नपर्ने अवस्था आउँछ। यस विषयलाई र अहिले अदालतमा चलिरहेका मुद्दाहरू जो थिए, जति मुद्दाहरू अहिले अदालतमा चलिरहेका थिए, ती सबै मुद्दाका फाइलहरू नष्ट भइसके पछाडि, डढिसके पछाडि अब अदालतबाट न्याय कसरी पाइन्छ कि अदालतबाट न्याय पाइँदैन? अब फाइल नै, प्रमाण नै डढिसकेको अवस्थामा अब पीडितले न्याय कसरी पाउँछन्? यस सन्दर्भमा कास्कीमा लामो समय न्यायाधीशको भूमिका निर्वाह गरेका, थुप्रै मुद्दाहरूको फैसला र न्याय सम्पादन गरेका पूर्व न्यायाधीश दिल्लीराज आचार्यसँग हामीले खास संवाद गरेका छौँ। न्याय अब कसरी पाइन्छ? अदालतमा डढेका, नष्ट भएका प्रमाणहरू अब के हुन्छन् र थुनुवा र कैदीहरूलाई अब कारागारभित्र पठाउने कानुनी आधार के हुन्छ लगायतका यावत प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरेका छौँ। यो हेर्नुहोस्।